भारतीय सञ्चार माध्यम र डिजिटल स्पेसमा यति बेला एउटा अनौठो र अभूतपूर्व परिघटनाले निकै ठूलो हलचल मचाइरहेको छ, जसको नाम हो कक्रोच जनता पार्टी सीजेपी। यो निर्वाचन आयोगमा दर्ता भएको कुनै परम्परागत पार्टी होइन, बरु भारतका युवाले सत्ता र स्थापित प्रणाली विरुद्ध सुरु गरेको एक शक्तिशाली डिजिटल विद्रोह र राजनैतिक व्यङ्ग्यको आन्दोलन हो। अहिले भारतभरि यही पार्टीको चर्चा छ। सोशल मिडिया प्लेटफर्महरूमा यसले एक हप्तामै स्थापित र सत्ता चलाइरहेका दलहरूलाई पछाडि दिएको छ। अब यो कक्रोच पार्टीको उदय, विस्तार र प्रभावबारे चर्चा गरौं। आक्रोशबाट जन्मिएको व्यङ्ग्य। यो कथाको सुरुवात मे 15, 2026 बाट सुरु हुन्छ, अर्थात् एक साता अगाडि। भारतको सर्वोच्च अदालतमा एउटा मुद्दाको सुनवाईका क्रममा प्रधान न्यायाधीश सूर्यकान्तले बेरोजगारी र प्रणालीको आलोचना गर्ने युवाबारे एउटा टिप्पणी गरे। उनले सूचना प्रविधि आरटीआई र सामाजिक सञ्जालमा सक्रिय युवालाई समाजका परजीवी र कक्रोच अर्थात् साङ्लोसँग तुलना गरे। प्रधान न्यायाधीशले पछि आफ्नो बयान तोडमोड भएको भन्दै स्पष्टीकरण त दिए, तर भारतीय युवामा थुप्रिएको बेरोजगारी र व्यवस्थाप्रतिको आक्रोश यही एउटा भनाइले सामाजिक सञ्जालमा विस्फोट भइसकेको थियो। भोलिपल्ट अर्थात् मे 16, 2026 मा महाराष्ट्रका 30 वर्षीय युवा अभिजित दीपकेले एक्स अर्थात् पुरानो ट्विटरमा एउटा व्यङ्ग्यात्मक प्रश्न गरे, यदि देशका सबै कक्रोच एकै ठाउँमा आए भने के होला? अभिजितले अमेरिकाको बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेसन पढेका छन्। उनी यसअघि आम आदमी पार्टीको सञ्चार टोलीमा काम गरिसकेका व्यक्ति हुन्। उनको यही प्रश्नले कक्रोच जनता पार्टी जन्मियो। त्यसपछि सामाजिक सञ्जालमा यो पार्टीको आधि नै चलिरहेको छ। भारतीय मिडियामा सबैतिर अहिले कक्रोच पार्टीकै चर्चा छ। इन्स्टाग्राममा एक सातामै यसले 20 मिलियन अर्थात् 2 करोड भन्दा धेरै फलोअर कमाइसकेको छ, जबकि स्थापित भनिएका भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेसका फलोअर 10 मिलियन हाराहारी मात्रै अहिले छन्। दशकौं लगाएर सामाजिक सञ्जालमा बनाएको पुराना पार्टीहरूको वर्चस्वलाई यसले एक सातामै पछारेको छ। नयाँ पार्टीले आफ्नो मान्यतामा धर्मनिरपेक्ष, समाजवाद, लोकतन्त्रलाई महत्त्व दिएको छ। सदस्य बन्न अनौठो मापदण्ड। कक्रोच पार्टीले आफ्नो आधिकारिक वेबसाइट बनाएर सदस्य बन्नका लागि राखेका मापदण्ड नै स्थापित राजनैतिक दलमाथिको कडा प्रहार थियो। यसको सदस्य बन्न युवाहरू बेरोजगार हुनुपर्ने, अल्छी हुनुपर्ने, अनलाइन बस्ने हुनुपर्ने र व्यावसायिक रूपमा आलोचना वा आक्रोश पोख्न सक्ने हुनुपर्ने भनेर लेखिएको छ। यो जुक्तिले इन्टरनेटमा आगोको रूप लिएको छ। युवाहरूले म पनि कक्रोच भन्ने ह्यासट्याग चलाएर ऐक्यबद्धता जनाइरहेका छन्। अनलाइन फारम मार्फत लाखौं युवाले यसको सदस्यता लिइसकेका छन्। यो आन्दोलन अब अनलाइनमा मात्र सीमित रहेन। भारतका विभिन्न शहरमा युवाहरू साङ्लोको पहिरन लगाएर सडक सफाई गर्ने, नाटक प्रदर्शन गर्ने जस्ता विरोधमा उत्रिएका छन्। विपक्षी दलका चर्चित नेताहरूले समेत सामाजिक सञ्जालमा यो पार्टीको सदस्यता मागेर थप चर्चामा ल्याइदिएका छन्। राजनैतिक र सामाजिक प्रभाव। विश्लेषकहरूले यसलाई बंगलादेश, नेपाल वा श्रीलङ्कामा देखिएका युवा आन्दोलनकै एउटा डिजिटल भर्सनका रूपमा व्याख्या गरेका छन्। करोडौं रुपियाँ खर्च गरेर पनि दलहरूले नपाउने जनसहभागिता कक्रोच पार्टीले मिम र व्यङ्ग्यको भरमा पाएको छ, जसले भारतमा युवाहरू रोजगारी र परीक्षाका विवादहरूबाट कति आजित छन् भन्ने देखाउँछ। हालै नीट परीक्षा रद्द गरिएपछि भारतमा लाखौं युवा प्रभावित भएका छन्। कक्रोच पार्टीले केवल व्यङ्ग्य र प्र्याङ्क मात्र गरिरहेको छैन, यसले सुधारका केही एजेन्डा पनि अघि सारेको छ। कक्रोच पार्टीको 5 बुँदे घोषणापत्रमा के छ त? न्यायाधीशहरू अवकाश पाए लगतै राज्यसभाको सांसद बन्न नपाउने, किनकि बाबरी मस्जिदको विवादमा सरकारको पक्षमा फैसला दिएका तत्कालीन प्रधान न्यायाधीश रञ्जन गोगोई रिटायर हुने बित्तिकै राज्यसभाको सांसद बनाइएका थिए, जसको त्यतिबेलै तीव्र आलोचना भएको थियो। संसदको सीट संख्या नबढाई महिलालाई 50% आरक्षण दिने। अहिले भारतीय संसदमा महिलाका लागि आरक्षण छैन। गोदी मिडिया बन्द गर्ने, व्यवसायको लगानी भएका मिडिया हाउसको लाइसेन्स खारेज गर्ने, दल बदल्ने विधायक सांसदलाई 20 वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाउने। भारतका विभिन्न प्रान्तमा विभिन्न पार्टीबाट चुनाव जितेका सांसदहरू भाजपा प्रवेश गर्ने, सरकारका सम्पत्ति तोडफोड गर्ने र विपक्षी दल कमजोर बनाउने क्रम चलिरहेको छ। त्यसलाई केन्द्रीय सरकारको सत्तारूढ भाजपाले आफ्नो शक्तिका रूपमा अर्थ्याउँदै आएको छ। विपक्षी दलका सांसदहरूलाई तर्साउन र आफूतिर आकर्षित गर्न सीआईबी, ईडी लगायतका जाँच एजेन्सीहरूको दुरुपयोग हुने गरेको भन्दै विरोध पनि भइरहेको छ। मत सुरक्षा गर्न नसके निर्वाचन आयोगका पदाधिकारीलाई पनि
आतंकवाद विरोधी मुद्दा लगाउने। यो अभियानका संस्थापक अभिजित दीपकेका अनुसार सत्तामा बस्नेले नागरिकलाई कक्रोच ठान्छन्, तर उनीहरूले बुझ्नुपर्छ कि कक्रोचहरू सडे गलेको ठाउँमै जन्मिन्छन्। आजको व्यवस्था त्यस्तै भएको छ। र अर्को कुरा, कक्रोचहरू सजिलै मर्दैनन्, तिनीहरू जुनसुकै परिस्थितिमा पनि बाँचिरहन्छन्। कक्रोच जनता पार्टीले भारतीय लोकतन्त्रमा एउटा नयाँ प्रवृत्तिको सुरुवात गरेको छ। यसले देखाएको छ कि जब जनताका लागि मूलधारका राजनैतिक दल र संस्थाको ढोका बन्द जस्तै हुन्छ, तब युवाले सामाजिक सञ्जाल र इन्टरनेट संस्कृतिको प्रयोग गरेर आफ्नै शैलीमा सत्तालाई हल्लाउन सक्छन्। तर सुरुवातमै यसले सरकारी दमन झेल्न थालेको छ। यसको एक स्यान्डल भारतमा हेर्न नपाउने बनाइएको छ। इन्स्टा एकाउन्ट ह्याक गर्ने प्रयास भइरहेको दीपकले बताएका छन्। सरकारी दमन अब झन् चर्को हुने सम्भावना छ। सँगै भारतका युवाले त्यसलाई